घर आएपछि आत्मरञ्जन जोन फकिङ चाम्लिङकोमा रेस्टुरेन्टमा हेर्दाखेरि मजै भएन सो वी हियर जोन फकिङ चाम्लिङको आत्मरञ्जनमा यसो अब कफी खाजा खाएर लाग्नेछौँ खाजा पनि किनेर मिठो छ है लिपस्टिक अरे अरे ल ल ल मेरो बुढी आज पाउँदैछ भाइबाट सनालको रहेछ यो कहिले दिदीले यो अहिले अनबक्स मैले गर्छु है एकछिन यो म त देखाएको क्या यो पनि स्नेल हो स्नेल यो पनि स्नेल आमा सबै स्नेल प्लिज ल अहिले म गर्छु ल तिमी गर्ने चारवटा स्नेलको लिपस्टिक ओ माय गॉड अनबक्स म गर्छु भने तपाईँ किन गर्नुभएको त तपाईँ लाउने हो र च्यानल हो यसरी देखाउनु नै कसले हुन्छ हैन यो चाहिँ पुस गर्दैछ पुस गर्ने यस्तो गर्ने ओ माय होइन अनबक्स म गर्छु भनेपछि तपाईँ चाहिँ के भएको सबै झिकिराखेको चान्या कस्तो खाले मान्छे हेर भाइ आफ्नो उसमा त्यो कट गर्नु नि त भाइ आफूले हाल्नु ल तिमी गर खै म गर्छु त तिमी अनबक्सिङ गरेर आत्मरञ्जन चारवटा गाइजहरू साथीहरू आज मैले यो 4वटा च्यानल के अरे च्यानलको लिपस्टिक गिफ्ट पाएको छु है अब एकछिनमा अनबक्स गर्छु हेरौँ कस्तो छ खै गर्नु त यसरी बङ्गायो भने ए मेरो हात दुखिसक्यो उफ लगाउन नबानी भएर के कस्तो नि चस्मा लगायो भने अब पावर चस्मा हो मेरो मेरो बुढीले चाहिँ हैन बुढीले च्यानलको दिस इज गिफ्ट फ्रम मी फ्रम दुबई अनि यो चाहिँ चुनलको स्माइलको रहेछ अब कसरी सिनल भन्छ चुनल भन्छ अब आई डोन्ट नो जो बुझ्यो भने बुझ्यो पनि हो जेसुकै हो तर यो एउटा चुनल हो मेरो तर्फबाट यो चाहिँ नगर्नु छाप्न काट्नु त खोला न हो कहिले अनि अनबक्सिङ गर्न आँटेको कस्तो कलर छ एन्ड आइ एम सो एक्साइटेड तर कसरी खोल्नु ए यो त्यस्तो रहेछ